यो जीवनको पाटो कहिले हाँसो कहिले आँसुले भिज्छ। आमा बोल्दिन। सरी क्या आमा, अबदेखि डिस्केर बोल्दिन कसम। हाम्रो कहानी बुनिन्छ त्यसै भनेको के सानो, यति सानो मान्छेले छोडेर म कतै जान्छु त? आज त खत्रै डान्स हान्दिम भनेको, किन नगएपछि के गरौँ? होस् नगरौँ ल। भाग्दा भाग्दा मेरो त आधी मासु नै घटिसक्यो भने लौ न यसो कतै चिन्जान छ भने भनिदिनु पर्यो क्या। कसलाई गएर भन्नु र बाबु? किन दुःख गर्नु पर्थ्यो र अङ्कल? त्यही त भनेको। हेर न चेपारे घसेको। हाम्रो कथा सपना र हरेक भावना। छि, कति कालो भएको हो यो दाँत पनि। कता राखे? अब ए नानी, नक्कली। त्यो हामीहरूको गाडीको सिसामा लिपस्टिक लगाउने नानी थियो नि, त्यो साह्रै फोरी रहेछ। किन र, के गरेर त्यसले? छि, दुनियाँले फालेको खाँदैछ। तपाईँले देख्नु भएको छ नि, दुनियाँले फालेको। जसले फाले पनि सडै गलेकै त फाले होला नि। मैले राखिदिएँ नि त्यो नानी आएर खाओस् भनेर। हुँदैन भुइँमा, काम भुइँमा राख्नु, बरु माथि झुन्याएर राखिदिन्छु। जहिले अरूले फालेको सडै गलेको खाँदै हिँड्छे, मैले आएर खाले नि त। कस्तो भोक लागेर आएको। होइन के हो? कस्तो राम्रो रहेछ यो त, राख्नु पर्ला। के को पोका हो? कतै खानेकुराको होइन हो कि क्या हो? उस्तो रहेछ त। बा कसैले पो राख्या हो? नत्र त्यस्तो जतन गरेर रुखमा झुन्ने झुन्ने कसैले राखिदिन्छ? तँलाई त्यत्रो माया लाग्थ्यो भने त घरमै बोलाएर खानिदिएको भए हुन्थ्यो नि त। त्यो रुखमा लगेर झुन्ड्याएर राख्नु पर्थ्यो त। ल्याएर खुवाउन मात्र? मलाई त अझ हामीसँगै ल्याएर राख्न मन थियो नि, तर के गर्नु। कहाँ? हामीसँगै घरमा? भेटे त लिएर पो आउने थिएँ, तर त्यो नानी पो कता डुल्दैछ। ए नानी, नानी के भयो मेरो छोरीलाई? है के भयो? ल मम्मीसँग जिस्केको पो, जाऊ बोल्दिनु। आमा बोल्दिन। सरी क्या आमा, अबदेखि डिस्केर बोल्दिन कसम।
किन त अनि मलाई छोडेर जान लाग्यो त ल कसले भनेको छोडेर जान लाग्यो भनेर मैले नसुनायो र तपाईँ बुढाबा सब कुरा गर्दै थियो त्यसै भनेको के सानो यति सानो मान्छेलाई छोडेर म कतै जान्छु त साँच्ची हो हो नि छोरी फेरि गयो भने त रिसाउँछु नि म ल ल म मेरो सानोले छोडेर कहिले पनि कतै पनि जाँदिनस् हस् स्कुल जानुहोस् त भर्खर त 8 बजिरहेको छ हिँड्न गइरहेछ त न कतै गइ भइहाल्छ कि त्यही माथि आज त रमाइलो पनि छ ओ स्कुल नजानु त नजाने तिमीहरू जाऊ टेन्सन लिनुहुन्न कि साथी छिट्टै निको भएर आइहाल्नुहुन्छ नि त यसरी टेन्सन लिएर पनि हुन्छ त अनि कस्तो बोर हुने भयो है त्यही त भने लास्टै बोर हुने भयो यसपालि त आज त खत्रै डान्स हान्दिम भनेको यो नै नगएपछि के गरौँ त होस् नगरौँ ल के को मिटिङ हुँदैछ म्याडमहरुको यहाँ नमस्ते अङ्कल नमस्ते नमस्ते जोस हाम्रो गाउँघरको नानीहरूको यतिको संस्कार चाहिँ छ है त्यही त भने दाइ मलाई पनि बडो आनन्द लाग्छ यति गरेपछि त्यो कस्तो नजर लाग्यो त क्या है अनि सानी म्याडमको अनुहार त मलिनो देख्छु औँसीको रात जस्तो बाजे बिहान भएर टेन्सन लिएको होला नि त अङ्कल ल फेरि के भनी बाजेलाई यता यता दुःख भन्ने हुनुहुन्थ्यो त्यसपछि त बोल्न छोड्नु भयो खोइ त अनि बाजे चाहिँ कहाँ हुनुहुन्छ त तल घरको दादाहरूले बोकेर लानुभयो समयमै लगेछ ल राम्रो भयो अनि मम्मीसँग कुरा गर्यौ त सानी छैन नि जहिले पनि बुढो बाले भोलि भोलि आउनुहुन्छ भनेर ढाड्नुहुन्छ मलाई त रिसै उठ्छ कहाँ घरमा कहाँ आउँछौ यति चाँडो विदेश गएको मान्छे नचाहिने कुरा सुनिस् होइन मैले त भने तेरो आमा विदेश गएको भनेर मलाई इस भनेर लो पारेको होइन के भनेको दाइ बजार गयो भने झुट बोलाछ क्याच्चै बोलिरहेको कहिलेसम्म झुट बोल्ने हो एक दिन त थाहा पाइ नै हाल्छ झन् त्यही माथि यिनीहरूको सन्तान गएपछि फर्किन जान्दैन ए कस्तो मेरो बिर्सिने बानी छ बजार पो गएको त आउनुहुन्छ आउनुहुन्छ यो त नचल्ने होला जम्जम ल ल नानीहरू पढेर ठुलो मान्छे बन्नु है ल गयो है अङ्कल आज त दिएन पो त्यही त भने झन् कस्तो आश गरेको थिएँ ए नानी हजुर यहाँ आऊ त पैसा दिनु ला हो क्या हो हुन सक्छ लौ केही किनेर खाऊ है दुईजना मिलेर खाऊ है किन दुःख गर्नु पर्थ्यो र अङ्कल त्यही त भनेको हेर न चेपारे घसेको मलाई थाहा नभएको घर तिमीहरूको बानी अघि त्यहाँ तल गएर मेरो कुरो काटेको होइन मैले नसुनेको हो र ल ल जाऊ जाऊ ढिला पनि हुन लागिसक्यो राम्रोसँग पढेर ज्ञानी हुनु नि फेरि यो अङ्कल त सधैँ आए पनि हुन्थ्यो है त्यही त भने लाउ नानी तिमी पनि लिउ न लिउ आत्तिनु हुन्न के बाजे आइहाल्नुहुन्छ नि ल गएको नानी आफ्नो ख्याल राख्नु ल ज्ञानी भएर बस्नु है ल जाउँ भाइ दाइ भन्न भन् नेपाली पनि गएको के
के भन्छ फेरि यो त्यही सुनिको बुढी अनि के त पैसो के दाइ पैसो फेरि बोल्यो यसले नबोल के नबोल त बोल्दै नबोल न अब मलाई त लागेको कुरो भने हो आफै विचार गर्नु नि दाजु तँ त जे बोल्यो त्यही पुग्छ बा खै तेरो जिब्रो देखा त अलिअलि कालकालै छ दाजु शङ्का त लागेको थियो मलाई आउने के छोरी ढिलो भइसक्यो नाइ क्या बाबा मलाई जानै मन छैन आज त हजुरसँगै जान्छु नि ल हुँदैन नि छोरी स्कुल त जानै पर्यो नि कस्तो जिद्दी गर्नुहुन्छ क्या तपाईँ आज म अन्त जान लाग्यो भोलि पर्सि जाऊँ ल पक्का हो नि म र मात्र ल फेरि भरे छिटो पुग्लास् कि न थोरै मात्र हस् ए के गर्छ ए नानी दिदी अर्को एउटा चिया बनाइदिनु त ए हस् हस् एकैछिन है बाबु कहाँ गयो फेरि खुच्ची चिया बनाइसक्नु भएको दिदी छैन छैन बाबु एकैछिन है ए होस् दिदी त्यसो भए अब ढिला पनि भइसक्यो लेखेर राख्नु है ए बाबु भइहाल्छ नि यो भाइको पनि बेला बेला फिजुली राख्छ कि क्या हो भाग्दा भाग्दा मेरो त आधी मासु नै घटिसक्यो भने लौ न यसो कतै चिन्जान छ भने भनिदिनु पर्यो क्या कसलाई गएर भन्नु र बाबु चिनेका जति उही हामी जस्तै ज्यान जोगाउनुमै ठिक छ कुन दिन आफैलाई नै घोक्रे ख्यात पार्ला भन्ने डर छ गए बाबु अब हाम्रा दिन यस्ता घिनलाग्दो तरिकाले राजनीति गर्नुभन्दा त बरु गाईको गोबर सोर्नु नै बेस्ट ठानेरै कृषि पेसातिर लागे बाबु कसो गर्दा चाहिँ ठिक होला त हजुर बरु सक्छौ भने तिमी पनि राम्रो काम गरेर देखाऊ त्यसैमा तिम्रो पनि भलाइ छ यति भन्दा पनि बुझ्दैनौ भने अब यो भन्दा बेसी बोल्न चाहिन मैले दाइ पनि यो पो रहेछ त जिब्रो थुतेर मिल्काइस क्या हो बोल्न सकिनुहोस् अब फोनमा बोल्दै हुनुहुन्थ्यो के डिस्टर्ब गरिदिनु भनेर दाइ खाना जाउँ त खाना पाइसक्यो ल ल पस्किँदै गर्नु त छिटो आउनु है अब आफै त गाउँतिर आएर लुकी लुकी बसिरहेको छु तँलाई बचाउनु पख नपख त थापा काजीलाई मैले भेटौँ न मात्र तेरो घन जस्तो टाउको कसरी खुच्याउँछु मैले कसो गर्दा ठिक होला त लास्टै टेन्सन दियो त यार यसले त पैसा जस्तो जिनिस फकटमा फ्याट्ट लाएर कसरी दिन सक्नु त पुलिसमा जाउँ त उल्टो आफैलाई नै सोध्छ किन माग्यो रे के कारणले माग्यो रे यो त्यो अग्रम बग्रम हात तेरिका पुलिसकोमा त झन् जानै हुँदैन भरे उल्टी छापा मार्यो भने त बर्बादै हुन्छ यार सखाबै हुन्छ यार फेरि नदिउँ भने पनि छोरो उठाउने धम्की दिइरहेछ यो 2 नम्बरी काम गरेदेखिको न आफू सुरक्षित हुन सकियो न त परिवार नै सुरक्षित राख्न सकियो कहिले कल्ला उठाउँछु भन्छ कहिले कल्ला उठाउँछु भन्छ
दिमाग खराब भइसक्यो यार मेरो। यसै भएन उसै भएन, यही जगडेल उठाइदिन्छु, ल आएर चेप्टाइदिन्छु, घन्टै छ। यो त मैले सोचेकै थिएन यार, बेलैमा बुद्धि कुरा थाहा भा। भन्नुहोस् थोरै मात्र हो फेरि भरे छिट्टो भोक लाग्छ क्या नानु भन्नु न। मजाले कम्मरमा हात लगाइले कसरी भन्ने रे? के त भने यसपालि पनि लास्टै बोर हुने भयो। यसपालि पनि होइन क्या, यसपालि त उसलाई हेर्दै भन्ने, सुरुमा उसलाई हेर्दै भन्ने, त्यसपछि उसलाई हेर्दै भन्ने। भन्नु त कसरी? अब कसको बालो अनि पछि कसको? उसको बालो हो क्या त्यसपछि। ज्यादा ल भन्नु त किन भन नि त किन दिनु पर्छ अङ्कल? त्यही त भने क्या मलाई होइन क्या अङ्कललाई मलाई चाहिँ अनि त्यसपछि घोसे मुन्टालाई हुँदै भनिसकेपछि है ल एक्सन। किन दिनु पर्छ र अङ्कल?